छ मेरो युट्युब च्यानलमा राजीव ब्लगमा यो बिहानीको समयमा यसरी देख्न सक्नुहुन्छ। यो चाहिँ चुम्दुबुरी गाउँपालिका साम्दो भन्ने ठाउँमा हो। अहिले चाहिँ यसरी रातभरि हिउँ परेर अहिले बिहानसम्म परिरहेको छ। अनि यता मेरो ब्याक साइडमा चाहिँ मेरो सोल डिजाइन छ। त्यही हो, हिउँ फुर्र परिरहेको छ। ल ट्याक्कै हिउँ परेर चिसो पनि डेन्जर चिसो भइरहेछ। अब त्यही हो, अब होटेलभित्र मात्रै कति बसिरहने, अब यसो घुमिदिनु पर्यो। के हो, आँखै खाने रहेछ त। यो चाहिँ साम्दो आउने गेट, साम्दोको गेट यस्तो हुन्छ। चोरला फला छौ क्या थप लाग्दा बसे धन्न लड्यो यार। अच्छा छे ल्याङ गइस यार, जुत्तामा छिरिहाल्यो नि हिउँ त। हिउँ हो कि चामल हो यो? जम सोल्टी जानु उता घुम्न। बस्ने भयो उता पुलिसले जानु दिएन रे। ल र Yes, why not? Maybe? Oh no, it's चोर लाग्दैन त क्या। that's enough. Yeah. Oh wow. And that's not so typical for March. Now it's just typical that's so much snow now. No, It's not just little. not difficult. Okay. It's not difficult. What's your name, brother? Yeah.